प्रधानमन्त्रीको सचिवालय, सल्लाहकार र टिमको शैली हेर्दाखेरि यी देश चलाउन आएका हुन् कि पिकनिक खान निस्किएका केटाकेटी हुन् भन्ने छुट्याउनै गाह्रो हुन्छ। पिकनिक जान बस चढ्न लागे जस्तो परिपक्वताहीन टोलीलाई सिधै सिंहदरबारको साँझो सुम्पिँदा त्यसको दुष्परिणाम देखिसकिएको छ र यही टिमका कारण अख्तियारका प्रमुख आयुक्तमाथि झण्डै हातपातको स्थिति सृजना भयो। मिडिया हाउसका गेटमा गाडी तिर्साएर दबाब दिने काम भयो र राहदानी विभागका निर्दोष कर्मचारीहरूले अकारण कानुनी झमेला बेहोर्नु पर्यो र त्यस्ता केही राष्ट्रसेवक निर्दोष कर्मचारीलाई हामीलाई फोन गरेर गुनासो पनि गरेका छन्। ती कर्मचारीले भनेका छन् कि अहिलेसम्म निष्कलङ्क भएर इमानदार आफ्नो कामप्रति कटिबद्ध भएर काम गरेको मेरो छवि थियो। अहिलेको सरकारले अनावश्यक रूपमा गर्दै नगरेको अपराधको सजाय दिलाउन मुद्दा मामिला गरिरहेको छ। मेरो एकदमै यसप्रति गुनासो छ, चित्त दुखाइ छ भनेर ती कर्मचारीले हामीलाई गुनासो गरेका छन्। अझ कुनै पूर्व तयारी बिना केही भ्रष्टाचारीहरू